दर्शकबिन नमस्कार। आज विश्व नर्सिङ दिवस रहेको छ। यसै क्रममा पोखरामा रहेका नर्सहरूले विभिन्न तरिकाले यो नर्सिङ डेलाई मनाइरहनु भएको छ। नमस्कार, यहाँलाई शुभकामना छ नर्सिङ दिवसको अवसरमा। हजुर नमस्कार। नमस्कार। नर्सिङ दिवसको यहाँलाई शुभकामना छ। धन्यवाद। कसरी मनाउँदै हुनुहुन्छ आज नर्सिङ दिवस पोखरामा? विश्व नर्सिङ दिवस हो। हजुर। अनि त्यसमा चाहिँ अब हाम्रो र्यालीका साथ पोखराका सम्पूर्ण कलेजहरू नर्सिङ कलेजहरू चाहिँ यहाँ उपस्थित भएर सभागृहमा र्यालीको साथ हामीले नर्सिङ दिवस मनाइरहेका छौँ। अब सबैले पनि जान लागेको मनाएर म चाहिँ टियुको पोखरा नर्सिङ क्याम्पस बिएनएस फर्स्ट इयरको स्टुडेन्ट। नर्सिङ लिडरको तर्फबाट चाहिँ हार्दिक नमन टक्राउन चाहन्छु। सर्वप्रथम त सम्पूर्णलाई ह्याप्पी नर्सेस डे भन्न चाहन्छु। हामी सम्पूर्ण नर्सहरू सम्पूर्णलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको हार्दिक शुभकामना छ। Our nurses, our future, caring for nurses, strengthens economics भनेर यो थिम लिएर मनाउन गइरहेको यस अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा म के भन्न चाहन्छु भने हामी नर्सेसहरू एकदमै लो पेमा चाहिँ काम गरिरहेका छौँ। हामी भनेको चाहिँ एउटा संस्थाको एउटा हस्पिटलमा कुरा गर्दाखेरि 24 घन्टा, हुन त अरू हेल्थ टिम पनि हुन्छ, तर हाम्रो खटाइ 24 घन्टा दिनरात खटेर चाहिँ काम गरिरहेका छौँ। कुनै पनि संस्थालाई चाहिँ हस्पिटललाई अथवा हेल्थ केयरलाई चाहिँ बलियो बनाउनलाई चाहिँ नर्सेसको मेन रोल भएको हुन्छ। त्यही भएर नर्सिङ जनशक्तिलाई चाहिँ उचित सम्मान गरेर श्रमको उचित सम्मान गरेर पे गर्नुपर्छ। त्यही अनुसारको पारिश्रमिक दिनुपर्छ। उसका समस्याहरू बुझ्नुपर्छ। अहिले हामी एकदमै लो स्यालेरीमा चाहिँ हस्पिटलमा काम गरिरहेका छौँ, जसले गर्दा हामी नर्सेसहरू विदेशिन बाध्य पनि भएका छौँ। विदेशिने रहर होइन, हामी बाध्यताले गर्दाखेरि विदेशिनु पनि परेको छ। यसभन्दा अरू के पनि भन्न चाहन्छु भने नर्सिङमा क्वालिटीमा नर्सिङकोलाई चाहिँ पढाउँदाखेरि नै उसको शिक्षामा नै क्वालिटी राम्रो खालको एजुकेसन दिएर नर्सेसलाई चाहिँ एकदमै स्ट्यान्डर्ड मेट अहिलेको स्ट्यान्डर्ड मिट हुने गरेर सरकारले लिएको एसटिजीले लिएको गोल मिट हुनको लागि चाहिँ काम गर्न सक्ने दक्ष नर्स उत्पादन गर्नु राज्यले चाहिँ त्यसको बारेमा सोच्नुपर्छ भने नर्सले पनि आफूले स्कुल अफ नर्सिङ, मणिपाल स्कुल अफ नर्सिङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङ, पोखरा विश्वविद्यालय नर्सिङ प्रोग्राम, चालक इन्स्टिट्युट अफ हेल्थ साइन्स, क्रिस्चियन नर्सिङ कलेज, छुट्याए भने पनि उहाँहरू सम्पूर्णमा र नर्सिङ पेसामा आबद्ध सम्पूर्ण पेसाकर्मीहरू, सुरक्षाको लागि खटिनुभएका